अब यसरी नै तपाईँहरूलाई यो गिभ अवेको हाम्रो यो प्रोग्राम मनपर्छ भने चाहिँ सेयर हजुर सियो त होइन एकदम सही जवाब दिनुभयो है हजुरले ल अलराइट गाइज हामी चाहिँ अब यहाँ टुरिकल मैदानमा उत्रिसकेको छौँ होइन मैले तपाईँहरूलाई एक हप्ता अगाडिदेखि भिडियोहरूमा भनिरहनु नि राखेको थिएँ है मलाई चाहिँ फलो गरिदिइराख्नु होला भनेर अब आज चाहिँ यो फर्स्ट टाइम हामीले ट्राई गर्दैछौँ अलिकति नर्भस पनि छु है अब मैले चाहिँ गर्न लागेको के भन्दाखेरि अब हामीले चाहिँ यहाँ हाम्रो फलोवर्सहरू खोज्नेवाला छौँ टिकटकको हाम्रो दोकानमा जसले फलो गर्नुभएको छ उहाँहरू चाहिँ खोज्नेछौँ यदि अब अहिले भेट्न चाहिँ अलिक गाह्रै होला होइन अब यदि भेट्दैछ भने उहाँहरूलाई चाहिँ सजिलै हामीले 1 to 6 यो चाहिँ हामीले कार्डमा लेखेर आएको छौँ है यसमा आइटमहरू हुन्छ 1 to 6 चाहिँ हामीले नम्बर गेस गर्न लगाउँछौँ त्योभित्र नम्बर गेस गर्दाखेरि अब उहाँहरूलाई एउटा न एउटा आइटम चाहिँ पर्छ नै यदि केही गरी अब उहाँहरूले फलो गर्नुभएको छैन भने चाहिँ उहाँहरूलाई एउटा गाउँ खाने कथा सोध्छु मैले चाहिँ है गाउँ खाने कथा सोध्छु फलो गर्न लगाएर अनि त्यसपछि फलो भइसकेपछि चाहिँ अनि उहाँले एन्सर दिनुभयो भने चाहिँ यो नम्बर चुज गरेर एउटा चाहिँ प्राइज चाहिँ उहाँहरूले पाउनु नै हुन्छ है अब यो चाहिँ मैले फर्स्ट टाइम गरिरहेको अब लगभग कन्टिन्यू गरिराख्ने छु हेरौँ यो भिडियोमा कतिको रेस्पोन्स आउँछ अब त्यो रेस्पोन्स आए अनुसार चाहिँ हामीले पछि डेली गिभ अवे पनि गर्न सक्छौँ है यसरी चाहिँ ल अब चाहिँ ढिलो नगरिकन सुरु गरिहालौँ है हेलो ब्रदर हजुर एकछिन तपाईँको 5 मिनट लिएँ है मैले चाहिँ हजुर पाल्पाकै हुनु नि है यही तानसेनकै हुनु नि हो अनि झिगु बस पसल भन्ने थाहा छ कि नै होला हजुरलाई लुगाको थाहा छैन भने चाहिँ फलो गर्नु भएन होला टिकटकमा झिगु बस भन्ने गर्नुभएको छैन होला होइन नै मैले टिकटक युज गर्नुहुन्न इन्स्टाग्राममा छैन त्यसो भए त गाह्रो भयो अब युजै नगर्ने भने जस्तो हजुर हामीले चाहिँ टिकटकमा फलो गर्नुहुने या गर्न नहुनेलाई फलो गर्नुभयो भने चाहिँ त्यहाँबाट गिफ्टहरू बाँडिरहेको थियो कि हुन्छ ल अब सुरु गरौँ है हेलो ब्रदर कता पाल्पाकै हुनु नि हो यहीँको हुनु नि अनि टिकटक चलाउनुहुन्छ हजुरहरूले चलाउँदैन भनेर तानसेन बजारमा चाहिँ हाम्रो सिलकान्टोलमा दोकान छ कि लुगा पसल छ हाम्रो होइन अनि झिगु बस पसलको नाम चाहिँ उहाँले फलो गर्नुभएको छ कि नै होला मैले गरेको छैन होला दाजु चेक गर्न चाहनुहुन्छ हामीले चाहिँ के छ भने आज हामीले फर्स्ट टाइम प्रोग्राम एउटा गरिरहेको तपाईँको जसले फलो गर्नुभएको छ उहाँहरूलाई चाहिँ हामीले यो कार्ड के गेस गरेर नम्बर अनुसार गेस गरेर गिफ्ट चाहिँ प्राइजहरू दिइरहेको छौँ कि अब हजुरले गर्नुभएको छैन रहेछ होइन त्यही पनि एउटा चाहिँ के भने तपाईँले फलो गरिदिनुहुन्छ भने चाहिँ तपाईँलाई एउटा गाउँ खाने कथा सोध्छु मैले है त्यसको एन्सर दिनुभयो भने चाहिँ तपाईँलाई गिफ्टहरू पाउन सक्नुहुन्छ हजुर पाल्पै हुनुहुन्छ भने त आउनुहोस् न यो सुरुकै हो होइन ए नारायण थान हो हजुर फलो चाहिँ गर्नु भएन रहेछ है फलो गर्नुभएको भए चाहिँ डाइरेक्टै गिफ्ट हुन्थ्यो अब फलो गरिदिनु भएकोमा चाहिँ अर्कोपल्ट फेरि भेट भयो भने तपाईँहरूलाई गिफ्ट डाइरेक्ट हुने नै भयो होइन तपाईँहरू तिनजना मिलेर चाहिँ गरिदिनु भयो पनि हुन्छ है यो चाहिँ एकदम इजी छ त्यस्तो गाह्रो छैन है माथि उड्न नि सक्छु भाग्न पनि सक्छु भाग्दा भाग्दै टक्क अडी म त जम्न पनि सक्छु के होला के होला हौ ल साथीहरू भनौँ त माथि उड्न नि सक्छु भाग्न पनि सक्छु भाग्दा भाग्दै टक्क अडी म त जम्न पनि सक्छु के होला सोचेर भनौँ हौ मलाई त केही नि आएको छैन है एकदम इजी छ है हाम्रो डेली युज हुने नै हो ल फर्स्टमा तपाईँहरूलाई एकदम हिन्ट्स पनि दिएँ होइन हाम्रो डेली युज हुने कुराबारे नै भनिरहेको छु मैले माथि उड्न नि सक्छु भाग्न पनि सक्छु भाग्दा भाग्दै टक्क अडी म त जम्न पनि सक्छु चङ्गा हो होइन एकदम टाढा पुग्नु हाम्रो डेली युजको चिज हो अब चङ्गा चाहिँ डेली युज त हुँदैन होला पक्कै पनि हामीलाई 90 हुँदैन त्यो चिज ल हिन्ट्स चाहिँ एकदम दिएछ है हजुर माथि उड्न नि सक्ने भाग्न पनि सक्छु भाग्न नि सक्ने भाग्दा भाग्दै टक्क म र अडी जम्न पनि सक्छु के नि होइन हाम्रो एकदम शरीरलाई चाहिने चिज हो ल के होला त हौ उड्न नि सक्ने शरीरलाई चाहिने चिज शरीरलाई चाहिने हजुरलाई धेरै हिन्ट्स दिइसक्यो शरीरमै लाउने चिज होइन साबुन लाउने होइन चाहिने चिज भनौँ के होला हो मलाई त आएन हो सोध्दा नि आएन पास पास गर्ने अब के भन्ने पास भन्ने तपाईँ यो चाहिँ पानी हो कि तपाईँको उड्न पनि सक्छ होइन बाफ बनेर उड्न पनि सक्यो अब भाग्न खोला भयो भागिहाल्छ होइन अब जम्न त आइज जमिहाल्छ ल अर्को फेरि सोध्छु है त हजुरलाई फेरि अर्को चान्स दिन्छु म चाहिँ है ल होइन तिनजनाले सुन्नु जसले गर्न सक्नुभयो नि हुन्छ
सर्च चाहिँ कसैले नगरिदिने फेरि मोबाइलबाट युज चाहिँ नगरिदिने। टुप्पातिर साह्रै तिखो होइन, फिततिर ठुलो, रूपमा सानो भए पनि काम चाहिँ भने ठुलो। टुप्पातिर साह्रै तिखो होइन, हिन्ट्स चाहिँ यो क्वेसनमै छ कि टुप्पातिर साह्रै तिखो, फिटतिर ठुलो, रूपमा सानो भए पनि काम भने ठुलो। हजुर सियो त होइन। एकदम सही जवाब, सही जवाब दिनुभयो हजुरले। तपाईँहरूलाई छोड्नै मन लागेन कि अब फर्स्टको भएकोले होइन। अब तपाईँले चाहिँ अर्को के गर्नु पर्यो भन्दाखेरि अब तपाईँको चाहिँ एन्सर त भइसक्यो होइन, सियो नै हो है त्यो चाहिँ। अब तपाईँले 1 देखि 6 सम्म एउटा नम्बर गेस गर्नुहोस्। हजुर 1 देखि 6 सम्म एउटा नम्बर सोच्नु। 4 4 पक्का हो? ल है त, अब 4 नम्बरमा चाहिँ हजुरलाई के पर्यो भनेदेखि तपाईँलाई चाहिँ सानो रोलर पर्फ्युम परेको छ है। यसमा चाहिँ अब आइटमहरू अरू अरू पनि थियो होइन। अब तपाईँको नम्बर गेस अनुसार हामीले उयो गरेको छौँ। यो चाहिँ सानो रोलर पर्फ्युम हो होइन। हाम्रो चाहिँ यो झिगुको यो जुन स्ट्याम्प पनि लगाएको छ यो हाम्रो सिल्खान टोलमा छ कि दोकान चाहिँ। सिल्खान झिगु ओसा पसल हो हाम्रो नाम होइन, दोकानको नाम चाहिँ। तपाईँले यहाँ आउनु भएर यो दिनुभयो भने चाहिँ हजुरले गिफ्ट चाहिँ पाउनुहुन्छ। हजुर गिफ्ट चाहिँ पाउन सक्नुहुन्छ है। अहिले आउँदा पनि हुन्छ, भर्खरै जानुभयो पनि भयो, तपाईँले एउटा गिफ्ट चाहिँ यो पाउनु भयो। हजुर हुन्छ हस्। अनि कस्तो लाग्यो त फर्स्ट टाइम खेल्दाखेरि? अनि ठिकै हो, रमाइलो अनि भयो। यो गर्न हामीलाई अब पछि हामीले गर्दा ठिक कि नगर्दा ठिक? होइन गरे राम्रै भयो नि। गरेर राम्रै भयो होइन। पसल अब पनि हजुरको प्रचार हुने छैन। अब सेकेन्ड टाइम भेट्दा चाहिँ अझै तपाईँहरूलाई गिफ्ट डबल पनि गर्छौँ हामीले है। अब त्यसरी नै भेट हुँदै गरौँला है। हस् धन्यवाद है। ल अर्को अब सेकेन्डतिर लाग्यो है, उहाँहरूले मान्नुहुन्छ कि नै? हेलो बहिनी, हजुर खाली हुनुहुने एकछिन? टिकटक टिकटक युज गर्नुहुन्छ? टिकटक गर्नुहुन्न? ला स्योर छैन? ला डिलिट ल अर्कोतिर लाग्यो है त। ओहो चिनेकै भाइ पढ्नु भएको छ है। भाइ एउटा क्वेसन सोध्न लाग्यो कि आज हामीले फर्स्ट टाइम यो गरिरहेको छौँ होइन। तपाईँले अब दोकान त तपाईँ सधैँ आउनु नै हुन्छ होइन। अब फलो चाहिँ गरिदिनु भएको छ कि नै टिकटकमा? ढुक्कै हो, एकपल्ट चेक गर्नु पर्ला कि डाटा डाटा दिन्छु नि। ल उहाँले त अब फलो गर्नुभएको छ भने त है अब एकपल्ट हेरौँ है। तपाईँहरूले पनि गर्नुभएको छ? हो ल ल ल ल ल छ भने त झन् हामीले चाहिँ आज फर्स्ट टाइम गरिरहेको होइन। टिकटकमा फलो गरिदिनु हुनेहरू अब दोकानमा आउनुहुन्छ डिस्काउन्ट त भइहाल्छ है। अब तपाईँहरूलाई नयाँ के भने फलो गरिदिनु भएको छ भने चाहिँ हामीले गिफ्टहरू चाहिँ बाँडिरहेको छौँ कि। त्यो भएकोले चाहिँ अब एकपल्ट चेक चाहिँ गरौँ है। हेर्नु त वाइफाई जेएचआई जियु त्यो सुरु ल अब भर्खरै चाहिँ फलो भइसकेको छ होइन। अब फलोवर्सहरूको लागि चाहिँ हामीले डाइरेक्टै गिफ्ट बाँडिरहेको थियौँ भने अब फलो गरिदिनु भएकोहरूलाई चाहिँ गाउँ खाने कथा सोध्छौँ कि हामीले। भाइले पनि सक्छ जस्तो लाग्यो गाउँ खाने कथा चाहिँ। अब तपाईँलाई एकपल्ट सोधिहाल्छु है, एकदम इजी छ है, त्यस्तो हार्ड सोध्दैन। क्वेसन सुरु गर्छु है त। माथि उड्न नि सक्छु, भाग्न पनि सक्छु, भाग्दा भाग्दै टक्क म र अडी जम्न पनि सक्छु, के होला? माथि उड्न नि सक्छु होइन, भाग्न पनि सक्छु, भाग्दा भाग्दै टक्क अडी म त जम्न पनि सक्छु। है तिनजनाले जसले गेस गरे पनि हुन्छ, तिनजनाले जसले एन्सर दिनुभयो पनि हुन्छ। एकदम इजी छ। अब तपाईँलाई हिन्ट्स पनि दिन्छ हाम्रो फर्स्ट भएकोले होइन। यो चाहिँ हाम्रो डेली युजमा एकदम डेली इम्पोर्टेन्ट चिजै हो कि यो चाहिँ। फेरि क्वेसन गरौँ। माथि उड्न नि सक्छु, भाग्न पनि सक्छु, भाग्दा भाग्दै टक्क अडी म त जम्न पनि सक्छु। हजुर वाटर वाटर तपाईँको के छ? उहाँले भनेको ठिक होला? वर्षा बाइक ठिक होला? वाटर भन्नुभएको पानी भन्नुभएको हो? ल एन्सर चाहिँ दामी दिनुभएको छ है, ट्याक्कै मिलाइसक्नु भएको छ। अब यो एन्सर मिलिसकेपछि चाहिँ तपाईँले चाहिँ नि अब कसले गेस गर्नुहुन्छ? एउटा नम्बर चाहिँ गेस गर्नुपर्ने हुन्छ। कसले? भाइले चाहिँ गर्ने? ल 1 देखि 6 सम्म एउटा नम्बर सोच्नु। 1 देखि 6 सम्म 3 पक्का हो? ल त्यसो भए अब तपाईँलाई 3 नम्बरमा चाहिँ के गिफ्ट पऱ्यो त्यो हेर है। एउटा न एउटा चाहिँ पर्छ नि होइन। अब यसमा आइटम चाहिँ हामीले थुप्रै राखेको छौँ। अब लक अनुसार तपाईँको चाहिँ अब उहाँले चाहिँ सक्स बाँड्नु भएको छ है, एङ्कल सक्स। अब तपाईँले यो कुपन चाहिँ लिएर जानुपर्ने हुन्छ होइन। दोकान त देख्नु नै भएको छ है। अब दोकानमा आएर यो कुपन दिनुभयो भने चाहिँ हामीले यो तपाईँलाई दिन्छौँ है। अनि अब यसरी नै हामीले गर्दै गयो, हाम्रोमा सपोर्ट राम्रो भयो भने चाहिँ हामीले पछि गिफ्टहरू पनि बढाउँदै जान्छौँ। अब फेरि भेट हुनुभएको भए फेरि अर्कोपल्ट गर्दा भेट भयो भने तपाईँहरूलाई चाहिँ डबल गिफ्ट है त। यो लिन चाहिँ पक्कै आउनु होला है, वेस्ट नफालौँ है। ल चिन्जानकै पढ्नु भएको छ है उहाँ चाहिँ। हामीले नि आज फर्स्ट टाइम एउटा प्रोग्राम एउटा गर्दैछौँ कि टिकटकको लागि। यसमा चाहिँ के छ भने नि
हजुरहरूको टाइम लिन्छ है एकछिन। त्यो चाहिँ मेरो चाहिँ अब दोकान छ होइन, भाइलाई त थाहा छँदैछ, जिगु बस पसल भनेर छ। त्यहाँ टिकटकमा चाहिँ तपाईँहरूले फलो गरिदिनु भएको छ कि नै होला? हो फलो गरिदिनु भएको छ भने चाहिँ डाइरेक्ट गिफ्ट एउटा तपाईँहरूलाई छ होइन, गिभ अवे छ। यदि गर्नुभएको छैन भने चाहिँ फलो गरिदिनुहुन्छ भने एउटा गाउँ खाने कथा सोध्छु, त्यसरी त्यो एन्सर दिनुभयो भने चाहिँ फेरि गिफ्ट ह्याम्पर चाहिँ छ है हजुरहरूलाई। फलो रहेछ, फलो गर्नुभएको छ। उहाँले चाहिँ फलो गर्नुभएको रहेछ होइन। ल ठिकै छ, हजुरले चाहिँ गर्नुभएको छ कि नै होला? एकल सुरु के ल सबै फलोवरहरूलाई फलो ब्याक चाहिँ दिन्छु। किन झुकेर गर्नुभएको छ भने त भइहाल्यो नि। फलो चाहिँ गर्नुभएको छैन रहेछ उहाँले चाहिँ है। फलो गर्नुहुन्छ कि नै होला दाइ? ए ल ल ठिकै छ। अब हजुर तपाईँलाई चाहिँ हुन्छ है, अब गिफ्ट एउटा हुन्छ। पहिला उहाँलाई गरौँ है। अब तपाईँको भर्खरै उहाँले चाहिँ फलो गरिदिनु भइसकेको छ है। अब उहाँ हजुरको चाहिँ के छ टिकटक आइडी? मेरो तानसेन फोटोग्राफर। काञ्चन फोटोग्राफी है, तपाईँ पनि भाइरलै हुनुहुन्छ मलाई थाहा छ। है मैले देखिरहेको छु कि हजुरको पनि। अब तपाईँले चाहिँ आज फर्स्ट टाइम फलो गरिदिनु भएकोले चाहिँ तपाईँलाई चाहिँ पहिला गाउँ खाने कथा सोध्छु होइन। त्यो जवाफ दिनुभयो भने चाहिँ भाइले दिनुभयो भने भयो, तपाईँले जान्नु सक्नुभयो अरे नि। अब त्यसपछि चाहिँ हामीले गिफ्ट ह्याम्पर हजुरलाई दिन्छ है गिभ अवेमा। तपाईँको आजको लागि के रहेको छ भने क्वेसन चाहिँ माथि उड्न नि सक्छु, भाग्न पनि सक्छु, भाग्दा भाग्दै टक्क अडीमा त जम्न पनि सक्छु। पानी। ओहो खतरा, उहाँले चाहिँ फर्स्टमै दिनु भयो है। अहिलेसम्म सबैले सोचिराख्नु भएको थियो, उहाँले चाहिँ एकपल्टमै खतरा हुनु नै रहेछ दाइ चाहिँ। है पानी नै हो जवाब चाहिँ है। अब हजुरले चाहिँ अब अर्को के गर्नु पर्यो अरे, 1 देखि 6 सम्म एउटा नम्बर चाहिँ गेस गर्नुपर्ने हो। 1 देखि 6 मा एउटा चाहिँ भन्नु। 5। 5 5 पक्का हो। ल हजुरलाई चाहिँ अब 5 नम्बरमा के पर्यो हेर्छु है। अब यसमा आइटमहरू चाहिँ हामीले 6 वटा राखेको छौँ। त्यो मध्येमा नम्बर अनुसार हामीले गिफ्टहरू दिन्छु कि। हजुरको लागि चाहिँ यो क्रिज प्रोटेक्टर भन्ने परेको छ है। क्रिज प्रोटेक्टर चाहिँ अब तपाईँको त्यो जुत्ताहरू नकुम्चिन्ने भित्रबाट राख्ने एउटा हुन्छ नि प्रोटेक्टर हुन्छ कि, त्यो चाहिँ हुन्छ। अब हजुरले दोकान देख्नुभयो त भएको छैन होला हो। तपाईँको सिलकान्टोल भाइले पनि देखेको छ होइन, सँगै आउनु भयो पनि भयो। अनि तिमीले पनि अब एकपल्ट नम्बर चाहिँ गेस गरिदिइहाल नि त। 3 पक्का हो। ल 3 मा के पऱ्यो हेरौँ है त। 1 2 3 3 मा चाहिँ सक्स परेको छ है भाइलाई। ल सक्स र हजुरलाई चाहिँ क्रिज प्रोटेक्टर परेको छ। यो चाहिँ लिन आउनु होला है, किनभने वेस्ट जान्छ हाम्रो पनि है। तपाईँहरूलाई यो गेम खेलाउँदा चाहिँ अब पऱ्यो भने हामीलाई पनि खुसी लाग्छ है। अब अर्कोपल्ट फेरि सेकेन्ड टाइम भेट भयो भने चाहिँ अझ गिफ्टहरू चाहिँ बढ्दै जाने हुन्छ। त्यसरी नै बढाउँदै जान्छु है। अनि यो प्रोग्राम चाहिँ हजुरलाई राम्रो लाग्यो कि नै होला? एकदम राम्रो लाग्यो। हजुर हजुरलाई चाहिँ धेरै राम्रो लाग्यो। एउटा अब यस्तो पछि गर्दा ठिक कि नगर्दा ठिक? ठिक राम्रो भयो। राम्रो ए हुन्छ ल धन्यवाद है। गाइज हामीले चाहिँ आज टुडी खेल आएर यो फर्स्ट हाम्रो उद्घाटन नै टुडी खेलबाट गरेको थियौँ है। अब हामीले चाहिँ 4जना दाजुभाइमा चाहिँ गिभ अवे गरिसकेको छौँ। अब हजुरहरूलाई यो प्रोग्राम मनपर्छ भने चाहिँ लाइक गरिदिनु होला होइन, कमेन्ट गर्नु होला, अनि फलो गर्न चाहिँ नभुल्नु होला है। अब बाहिरबाट गर्नुभएकोहरू पनि थुप्रै हुनुहुन्छ, उहाँहरूको लागि मैले केही फ्युचरको लागि सोचेर राखेको छु। अब यसरी नै तपाईँहरूलाई यो गिभ अवेको हाम्रो यो प्रोग्राम मनपर्छ भने चाहिँ सेयर पनि गरिदिनु होला, लाइक गरिदिनु होला। हामी यसरी नै बढ्दै जाने हो होइन। अब तपाईँले स्टेप बाई हामीले स्टेप गरिरहेकै छौँ, बढ्दै नै गर्नेछौँ। अब अझै राम्रै हुँदै गयो भने चाहिँ हामीले डेली गिभ अवेको लागि पनि हामीले फ्युचरमा चाहिँ ट्राई गर्नेवाला छौँ। अरू त अब के भन्नु है, यस्तै हो। अब हाम्रोलाई फलोवरहरूले धेरै गरिदिनु भएको छ, हामीले पनि फलोवरको लागि केही गरौँ भनेर एउटा नयाँ सोचेर चाहिँ यो प्रोग्राम चाहिँ स्टार्ट गर्न थालेको। अहिलेको लागि चाहिँ हामीले लगभग 3 डेज या हप्ता विक विक एराउन्डमा चाहिँ हामीले गरिरहेकै हुन्छ है। अब पछि फ्युचरमा राम्रो हुँदै गयो भने चाहिँ डेली गिभ अवे पनि गर्नेछौँ। हस् धन्यवाद।